र साथीहरू आज 2 तारिकको दिन चाहिँ टुक्सा ट्याङ्बरको दिन चाहिँ आज म दार्जिलिङ जाँदैछु नि त, त्यसले गर्दा यहाँ गाडी पर्खिरहेको थिएँ नि त, कहिले आउँछ आउँछ भनेर पर्खिँदा 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 एकछिन बस्दा बस्दा चाहिँ त्यहाँदेखिको चाहिँ गाडी पनि आयो होइन। अन्त त्यहाँदेखिको के गर्नु, अब त्यहाँदेखिको साथी पनि ठिक्कै आएछ, त्यहाँदेखिको गाडीमा चढ्यो गयो हामी। मन्नु त्यस्तो मजाले भिडियोहरू बनाउनै पाइनँ नि त। अन्त अब गाडीमा चढेर त्यहाँदेखि सिधै हामी ननस्टप गयो नि त। खासमा चाहिँ हामी खरसाङ गएको नि त। अन्त त्यतिकै ऊ साथीसँगै गएँ। त्यहाँदेखि टक्कै अब यहाँबाट उयो के अरे प्लाजा अगाडिबाट चढेर उसको अलिकति के काम छ भन्दै थियो, यहाँ अगाडि हो। अन्त खै पनि के काम छ याद छैन, अब उसलाई नि याद होला। अब त्यो काम गरेर यहाँनिर एकछिन गाडी रोक्यो, त्यहाँदेखि उसको खै के काम छ भनेर म एक्लै अल्छी लाग्दो भएर यतिकै बोल्दै बसिरहेको थिएँ। के गर्नु होइन, अब एक्लै चाहिँ के गर्नु, हामी दुईजना खालि गएको नि त। अन्त आफ्नै गाडी लिएर गएको नि त प्राइभेट। त्यसले गर्दा म चाहिँ अल्छी लागेर यसरी ऐनामा देखाउँदै हेर्दै यताउता गर्दै गीत आफै गीत गाउँदै क्या त्यत्तिकै बसिरहेको थिएँ। त्यहाँदेखिको साथी पनि आउँदै थियो यहाँ अगाडिबाट होइन। त्यहाँदेखिको टक्कै अब साथी पनि आयो, चढ्यो पनि। त्यहाँदेखिको हामी त्यहाँबाट निस्क्यो पनि। त्यहाँदेखिको टक्कै पेट्रोल पम्प पुग्यो, बिचको चाहिँ भिडियो गर्नु पाइनँ नि त। अन्त पेट्रोल पम्प पुग्यो, पेट्रोल पम्पमा पेट्रोल हाल्यो, त्यहाँबाट निस्क्यो। हामी डाइरेक्ट केराबारी पुगेर मैले भिडियो गरेँ होइन। आज त्यस्तो भिडियो त गर्नु मन थिएन, तर पनि अब क्या अचानक याद आउँदै पछि चाहिँ भिडियो गर्दै थिएँ। टक्कै केराबारी पुग्यो, त्यहाँदेखि त्यहाँनिर तेर्सो अब हावा खाँदै होइन, चिसो भइरहेको थियो गाडीमा। त्यहाँदेखि यसो ऐनाहरूमा हेराउँदै यसो सिनहरू हेर्दै त्यहाँदेखि टक्कै सिङ्ला पुल पनि पुग्यौँ हामी होइन। त्यहाँदेखि सिङ्ला पुलमा चाहिँ अब हामी यही कुरा गर्दै थियौँ कि सिङ्ला पुल पनि खै रिपेयरिङ गर्दैन क्या, कुन दिन चाहिँ यो भत्किन्छ है भन्दै थियो हो। त्यहाँदेखि उसले भने यहाँनिर गाडल्याङ गऱ्यो नि त, ऊ देख्यो यो पुल पुरा कच्चा भएको छ भन्ने कुरा गर्दै थियो। त्यहाँदेखि मैले हो नि, अब के गर्नु हामीले भनेर हुँदैन भन्दै त्यतिको बात मार्दै जाँदैथ्यो नि त। अन्त अब के गर्नु हामीले भनेर पनि होइन, त्यो पुल अब खै अब गभर्मेन्टले बनाउनु पर्ने हो नि त, हामीले कुरा गरेर पनि फाइदा छैन भन्दै हामी चाहिँ गीत गाउँदै जाँदैथ्यो नि त। त्यहाँदेखि त्यही कुराहरू गर्दै माथि पुग्यो। त्यहाँदेखि मलाई अल्छी लाग्यो, त्यहाँदेखि उसलाई पनि यसो हेराइदिएको, हिरो भइकन गाडी कुदाइरहेको छ हो। अनि त्यहाँदेखि तर पनि पुग्दै थियो धन्न। अब मतलब त्यत्रो मतलब छिटो गएर छिटो नै भयो भनौँ न, आयो हुन्छ। अब छिटो नै हिँडिरहेको नै छ हामीलाई होइन। तर पनि अब माथि पुगेर अब जाम भेट्छ भन्ने डर। माथि अब हामी बजार पुग्नु आँट्यो होइन। तर अब यहाँ अब जाम भेट्छ कि भन्ने डर थियो, तर जाम भेटेन। तर पनि अलिअलि गर्दा जाम त भेट्यो नि, निकै नै ढिलो भयो नि बिहान कति। अन्त 8 साढे 8तिर हिँडेको, त्यहाँदेखि टक्कै दार्जिलिङ बजार पुग्यो। दार्जिलिङ बजार पुगेर पनि हामी अब यहाँ गाडी राख्ने जग्गा छैन, पार्किङहरू कहीँ छैन अब यो दार्जिलिङमा होइन। अन्त यहाँबाट पनि निस्क्यो, यत्तिकै जाम लागिरहेको थियो अब त्यहाँनिर होइन। तर पनि अल्छी भर्खर पुगेर चाहिँ म चाहिँ यसो जिउहरू तन्काएँ, यताउता गरेँ। त्यहाँदेखि साथीसँग गफ गर्दै थियो नि त, अब एकैसाथ धन्न योपालि यस्तो जामहरू छैन रहेछ भन्दै हामी चाहिँ गफ गर्दै हिँड्दै थियो नि त। त्यहाँदेखि त्यति जाम त्यत्तिकै नै थियो, बिस्तारै खोलिन्छ कि भन्दै खोलिदियो होइन। त्यहाँदेखिको के चाहिँ गर्नु, अब जाम त यत्तिकै हो यहाँ दार्जिलिङको त, केही फाइदा पनि छैन गनगनेर पनि भनेर सोचेँ पनि। साथीसँग कुरा पनि गरेँ, तर पनि हामी चाहिँ जतिसक्दो छिटो नै पुग्नुपर्छ भन्ने कुरा गर्दै थियो नि त। अन्त ल होइन हामी छिटै पुग्छौँ, हामी छिटै पुग्छ भन्दै थियो नि त। त्यहाँदेखि यत्तिकै यो जाम फेरि के साह्रो उयो लागेको, आमाम यही एउटा गाडीले अड्काएको हिँड्दै रोक्दै गर्छ। के गरेको बुझ्नै सकेन। तर हामी दुईजना बात मार्दै गयो। टक्कै हामी अब दार्जिलिङ बजार पनि काटियो है। अब यता मेन जोरथाङ स्ट्यान्डको त्यहाँबाट चाहिँ काट्यो हामी दार्जिलिङ बजारबाट चाहिँ। अब यहाँबाट टक्कै छिरेर यहाँबाट ओह्रालो लाग्नुपर्ने हुन्छ। ओह्रालो भन्दा पनि उकालो हो, ओह्रालोबाट त यता वान साइड उयो वान वे हो।
त्यहाँदेखि हामी टक्कै गयो, तर पनि त्यत्तिकै नै थियो जाम, ढिलो न ढिलो। आफ्नै गाडी लिएर जाँदा झन् छिटो हुन्छ भनेर भनेको, भएन। त्यहाँदेखि हामी टक्कै तल बतासे आइपुग्यो है। बतासे आइकन त्यहाँनिर अलिकति अगाडिपट्टि हामीले त्यहाँ अगाडि यहाँनिर खाजा खानु पऱ्यो भने चाहिँ गाडी रोकेको हो। तर यहाँनिर चाहिँ अब त्यो बाटोमा भएकोले गर्दा पार्किङै दिँदैन रहेछ। त्यहाँदेखि हामी यहाँबाट निस्केर त्यहाँनिर सोध्यो पनि केही छैन अरे खाजाहरू पनि अब हो। त्यहाँदेखि म चाहिँ त्यहाँ साइड देखाउँदै थिएँ नि त, त्यहाँदेखि केही छैन भने त्यहाँ खाजाहरू। त्यहाँबाट पनि हामी निस्क्यो। त्यहाँदेखि अलिकति अब यहाँदेखिको अलिकति अगाडि त्यहाँनिर रोकेर खाजा खाने भने खाजा पनि केही पाएन, यो टिकाले गर्दा होला आज कसैकोमा केही छैन भन्दै थियो हो। अन्त के गर्नु गर्नु त्यहाँदेखि लास्टमा एउटा दोकानमा गयो। त्यहाँनिर गयो, त्यो मोमोहरू खायो हामीले, 1.5 प्लेट मोमो चाहिँ खायो। त्यहाँदेखि 2वटा अन्डा खायो। त्यहाँदेखिको चिया खाइकन त्यहाँदेखिको चाहिँ हामी निस्क्यो। त्यहाँदेखिको टक्कै यसो हेरेको टोय ट्रेन रहेछ अगाडि हो। अलिक छिटो कुदाउन म भिडियो गर्छु नि भन्दै गरेँ होइन। तर पछाडिको भिडियो पनि यो गाडीहरूले गर्दाखेरि अलिअलि मात्रै भिडियो गर्नु पाएँ। त्यहाँदेखि फेरि यहाँनिर क्रस रहेछ, क्रस भएकोले गर्दा गाडी रोक्नु कर पऱ्यो, अब के चाहिँ गर्नु होइन। त्यहाँदेखिको टक्कै उयो गरेको। त्यहाँदेखिको यो बिचमा हेर्नुहोस् है, एउटा सुमो गोल्ड गाडी आउँछ कि त्यो गाडीले फेरि माथि चाहिँ चिसो धरेर चाहिँ ऐनाहरू लगाएको थिएन, एसी लगाएको थिएन नि त। स्वाट्टै यो गाडी चाहिँ पसेर चाहिँ नि यति डरलाग्दो हिलो छुट्याएर साथीको अनुहारभरि हिलो लगाइदियो होइन। त्यहाँदेखिको साथी गन्गनेकै थियो। ए यसले रेस यो भन्दै पुरा त्यहाँदेखिको त होइन। पनि काट्यो। त्यहाँदेखिको के गर्नु भनेर यसो फर्केर गरेको राम्रै थियो रहेछ। त्यहाँदेखि साथी त गन्गनेको यो गाडीले गर्दाखेरि हुनु पनि। अन्त अब प्यासेन्जर बोकेर इमर्जेन्सी उयो देखाएर हिँड्दा पनि कहिले हुन्छ। त्यहाँदेखि त्यसलाई पनि काटेर हामी निस्क्यो। त्यहाँदेखि म त के गर्नु त्यहाँदेखि माथि रुफमा निस्किकन यसो भिडियो गरेँ। के गर्नु अब जाँदाखेरि अल्छी लाग्दो हुन्छ भनेर म चाहिँ अब रुफमा सनरुफमा निक्लिकन चाहिँ भिडियो गर्दै गएँ। यस्तो माथि हेरेको पुरा अड्क्यो। त्यहाँदेखि यस्तो माथि हेरेको त पुरा कालै भइरहेको छ। त्यहाँदेखि फेरि अर्को उता पर सिधा अगाडि हेरेको फेरि कस्तो दामी भइरहेको रहेछ सिनहरू क्या, दामी फगी लागिरहेको, उस्से लागिरहेको। त्यहाँदेखिको त्यो भिडियोहरू गर्दै निस्केँ। त्यहाँदेखिको चाहिँ मलाई पुरा हात दुख्यो नि त। त्यहाँदेखिको चाहिँ यतापट्टि फर्केर त्यहाँदेखि हामी त्यसरी गीत सुन्दै जाँदै थियो। गीत पनि कुन चाहिँ भन्दाखेरि चाहिँ उयो सैया सैया भन्ने गीत चाहिँ सुन्दै जाँदैथ्यो नि त। त्यहाँदेखि हामी टक्कै यहाँ तल उयो सिंहमारी कि कहाँनिर सिंहमारी अरे के पो भन्छ त्यो जग्गामै बिर्सेँ मैले। त्यहाँदेखिको त्यहाँनिर पुग्यो। अब कति पनि छैन, अब पुग्न अब आधी घन्टामा त खरसाङ पुगिहाल्छ भन्दै थियो। त्यहाँदेखिको टक्कै हामी त्यहाँबाट यसरी गीत गाउँदै म आफ्नै धुनमा गीत गाइरहेको थिएँ, उसले आफ्नो धुनमा गीत गाइरहेको थियो। तर भिडियो चाहिँ मेरो खालि गरेँ नि त, उसको भिडियो चाहिँ गरिनँ। तर म आफ्नै धुनमा गीत गाउँदै हिँडिरहेको थिएँ, ऊ आफ्नै धुनमा गाडी कुदाइरहेको थियो, आफ्नो धुनमा थियो। त्यहाँदेखिको त साह्रै भयो भने चाहिँ अब हामी के गर्दा अब भने त्यहाँदेखिको यस्तो अगाडि हेरेको घरि घाम लाग्छ, घरि पानी पर्ला जस्तो हुन्छ हो। धन्न बाटो चाहिँ क्लियर थियो, छिट्टै पुगेर छिट्टै फर्किनु चाहिँ सक्यौँ। म त यसरी यो गाडीमा हिँड्दाखेरि त मलाई एउटा कुरा चाहिँ याद आएको नि, होइन यो सपना त मैले पहिल्यै देखेको थिएँ जस्तो भएको नि। तपाईँहरूलाई पनि साथीहरूलाई पनि यस्तो भएको छ यसरी हिँड्दाखेरि, मैले सपनामा देखेको त भन्ने खालको यसरी हिँड्दाखेरि ट्र्याक्कै कोही बेला आउँछ नि दिमागमा त्यस्तो भएको। त्यहाँदेखि म त के गर्नु त्यहाँदेखि गीत गाउँदै आफ्नै धुनमा गीत बजेको छ गीत, म आफू पनि गीत गाउँदै। त्यहाँदेखि यस्तो बाहिर हात निकाल्दै म चाहिँ क्या हावाको मतलब अब फिल गर्दै थिएँ नि त हावा, अब नेचुरल चिसो हावा फिल गर्दै यसरी बाहिर सनरुफबाट हात निकालेर यसरी हिँड्यो नि त एकछिन चाहिँ। त्यहाँदेखि मजा आयो, हात चिसो भएर आयो होइन। त्यहाँदेखि त्यति गीत गाउँदै हात यसरी गर्दै बाहिर निकालेर इन्जोय गर्दै हामी टक्कै पुग्यो होइन। त्यहाँदेखिको तर मैले आएको चाहिँ भिडियो गर्नु पाइनँ नि त। हेर्नुहोस् न अब कस्तो मच्ची चाहिँ अब हेर्दा माथि हेर्नेको हेर्नै नसक्ने सेतो बेसी कालो बेसी भएर
त्यहाँदेखिको टक्कै यसरी ऐना देख्यो घाम रहेछ फेरि हो आम्मामामा यस्तो घाम लागिरहेको थिएन घरि यतिखेर चाहिँ टक्कै घाम लाग्यो त्यहाँदेखि बल्ल बल्ल घाम देख्यो हामीले त है भन्दै भन्ने कुरा पनि गरेँ होइन किन बिहान नै निस्केको थियो नि त हामी दर्शनबाट त्यहाँदेखि यति यहाँनिर चाहिँ हामीले घाम भेट्यो अरू जग्गा त कहीँ पनि घाम भेटेन ल अचम्म लाग्यो त्यहाँदेखि यहाँनिर टक्कै उयो गऱ्यो उयो अगाडिको इक्कोले फेरि बाइकको लुकिङ ग्लासै तान्दैछ हो त्यहाँनिर अलिकति स्लो गरेर त्यो बाइक यता तान्यो त्यहाँदेखिको त्यो गाडी निस्क्यो यतिले गर्दा पनि कम्ती लामो पर्खिनु परेन त्यहाँदेखि हामी त्यहाँदेखिको मैले चाहिँ भिडियो यति नै गर्नु पाएँ होइन त्यहाँदेखि हामी पुग्नु आँटेको थियो त्यहाँदेखिको अल्छी लाग्यो त्यहाँदेखि भिडियो बनाउनु मलाई अल्छी लाग्यो नि त त्यसले गर्दाखेरि मैले भिडियोहरू पनि बनाएन नि त त्यस्तो र यो भिडियो चाहिँ फुल्यो थ्याङ्क यू सो मच।